नेपाल प्राकृतिक विपद र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक हो। भूकम्प, आगलागी, बाढी तथा अन्य विपदका घटनाबाट हुने क्षति न्यूनीकरणको लागि पूर्व तयारी, अभ्यास र स्थानीय तहको सक्रियता अत्यन्तै आवश्यक मानिन्छ। यही सन्दर्भमा रूपन्देहीको सैनामैना नगरपालिकामा नगरपालिका स्तरीय कृत्रिम विपद अभ्यास कार्यक्रम बिहिबार सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी अन्तर्गत सैनामैना नगरपालिकामा सञ्चालित सुपर परियोजना शहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रबन्धन परियोजना अन्तर्गत आयोजना गरिएको उक्त अभ्यास कार्यक्रम मुर्गिया स्थित परुवा माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको हो। कार्यक्रममा भूकम्प र आगोलागी जस्ता सम्भावित विपद अवस्थाको परिकल्पना गर्दै विद्यार्थी र नगर स्वयंसेवक ब्युरोको संयुक्त अभ्यासमा प्रस्तुत गरिएको थियो। अभ्यासका क्रममा आपतकालीन अवस्थामा अपनाउनु पर्ने सावधानी, सुरक्षित स्थानमा सर्ने तरिका, घाइतेको उद्धार, प्राथमिक उपचार तथा सम्बन्धित निकायलाई सूचना दिने प्रक्रियाबारे व्यावहारिक नमुना प्रदर्शन समेत गरिएको थियो। कृत्रिम विपद अभ्यासमा सैनामैना नगरपालिकाको दमकल, एम्बुलेन्स तथा उद्धार टोली सक्रिय रूपमा परिचालन गरिएको थियो। आगलागी नियन्त्रण र घाइतेलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने अभ्यास मार्फत विपदका बेला नगरपालिकाको तयारी क्षमता र अन्तर निकाय सम्मेलनको स्पष्ट झल्को समेत देखाइएको थियो। सैनामैना नगरपालिकामा सञ्चालन भइरहेको सुपर परियोजना पछिल्लो समय प्रभावकारी बन्दै गएको छ र यसले समुदाय स्तरमा विपद पूर्व तयारीलाई मजबुत समेत बनाउँदै लगेको छ। मेरो कुरा सुन्नुहोस्, सबैभन्दा ठुलो भनेको मानव जाति हो। मानव अन्यायमा पर्ने तपाईँले किन हुन्छ? तपाईँले आफ्नो पक्षपात गर्न पाइँदैन, पक्षपात गर्न पाइँदैन, पक्षपात गर्न पाइँदैन।